होइन आई थिङ्क मेरो लागि चाहिँ अब यो रमिताको विरति जब मलाई अप्रोच आयो सुरुमा कन्सेप्ट सुन्दाखेरि नै आई वाज रियली रियली ह्याप्पी एकदमै किन खुसी थियो भन्दाखेरि चाहिँ हामी सधैँ भनौँ न लभको कुरा गर्दाखेरि या लभको मुभिजहरू हेर्दाखेरि सधैँ आई थिङ्क फिमेल भन्दा पनि मेल एङ्गलबाट बढी देखाइरहेको हुन्छ प्रेजेन्ट गरिरहेको हुन्छ नेपाली मुभिजहरूमा र मलाई यो टाइम चाहिँ एकदमै खुसी लागेको चाहिँ एउटा फिमेल साइडको पनि स्टोरी देखाउन खोज्नु भएको छ डिरेक्टरले सो त्यो चाहिँ मलाई फर्स्टमा सबभन्दा मन परेको कुरा नै त्यही हो अनि जुन हिसाबमा अब ब्रेकअपको कुराहरू आयो ब्रेकअप पछि हामीले सधैँ केटाको साइड मात्र देख्छ क्या अब केटा चाहिँ कस्तो लाइक उसको लाइफ चाहिँ कस्तो भयो त ब्रेकअप पछि उसले के अरे कन्ट्रोल लुज गर्यो कि के भयो कि भनेर सधैँ मेल सेन्ट्रिक वेबाट मात्र हेर्छौँ हामीले तर यो मुभी हेर्दाखेरि चाहिँ रमिताको एङ्गलबाट जुन फिमेल क्यारेक्टरको एङ्गलबाट देखाउँदाखेरि चाहिँ आई थिङ्क ओडियन्सलाई पनि समथिङ न्यू समथिङ डिफ्रेन्ट अनि आई थिङ्क मेल गेज भन्दा पनि फिमेल गेजबाट हेर्दाखेरि चाहिँ आई थिङ्क ओडियन्स वु रियली इन्जोय दिस मुभी त्यही भएर दर्शकहरूले सधैँ भन्नुहुन्छ अब नयाँ मुभी चाहियो होइन केही नयाँ चाहियो नयाँ क्यारेक्टर्स चाहियो भनेर भनिराख्नुहुन्छ सो आई फिल लाइक रमिताको विरति इज द्याट समथिङ न्यू समथिङ डिफ्रेन्ट फर नेपाली फिल्म इन्डस्ट्री यसो हामीले त्यो यो त अब एकदम अनसर्टेन घटना भयो नि त यो नेपालमा सबै कुराहरू अनि चुनावको माहौल भयो हामीले त्यो सोचेर फिल्म बनाएकै होइन मलाई पहिल्यैदेखि भ्यालेन्टाइन्समा चाहिँ दिस भ्यालेन्टाइन्स लेट्स सेलिब्रेट ब्रेकअपै भन्नु थियो क्या त्यो भएको कारणले गरेर चाहिँ अब के भन्नु ब्याक अफ हुन नि मन छैन र ब्याक अफ हुने कन्डिसन पनि छैन अनि आई थिङ्क कन्ट्रीको सिचुएसन अलिक सिरियस छ तर हाम्रो पनि त्यस्तै सिचुएसन भएको कारणले गरेर आई थिङ्क अब त्यही नै हो कुरा चाहिँ अब अरू ठाउँमा अरू बेला रिलिज गर्नु अलिक इम्प्याक्टफुल नभएको कारणले गरेर नै यही नै डेट फिक्सै होला के छ यो कुरामा यो कुरामा चाहिँ के भन्न चाहन्छु भने अलिकति पोलिटिकल अनरेस्ट हुने बेलामा आई थिङ्क मुभिज भनेको मेरो लागि चाहिँ जहिले पनि एउटा एस्केप हो होइन हामीले यो मुभी डिरेक्टरले भने जस्तै फेब 14मै रिलिज गर्ने टार्गेट थियो र अहिले ब्याकआउट हुने हाम्रो अप्सन पनि छैन र लाइफमा हजुरहरूको धेरै अनसर्टेन्टीहरू हुँदाखेरि चाहिँ आशा गर्छु हजुरहरूले थोरै टाइम निकालेर रमिताको विरति हेर्न आउनुहुन्छ किनभने मुभिज भनेको नि एउटा एस्केप हो एउटा हामीले हाम्रो रियालिटीबाट निस्केर एउटा अर्कै वर्ल्डमा जानलाई पनि हामी मुभीहरू हेर्छौँ सो त्यही मेरो आन्सर चाहिँ प्लिज डु कम वाच रमिताको विरति मैले एउटा क्वेसन गरेँ ल रमिताको विरति अब त्यो पनि फिमेल साइडबाट बनाइएको मुभी भनिएको छ मुभीले चाहिँ ए मनोज दाइ एकछिन यता आदि भइसक्यो अगाडि एकजना बोल्नु त्यही त मैले क्वेसन के सोधेँ भने जस्तो फिमेल साइडबाट चाहिँ हामीले यो फिल्म बनाइएको छ फिमेललाई बढी क्याच गरिएको छ फिमेलले तपाईँले बनाएको र तपाईँले अभिनय गरेको मुभीबाट फिल्मबाट त्यो अभिनयबाट तपाईँको स्टोरीबाट के शिक्षा पाउँछन् यस्तो हो फिमेलको पर्सपेक्टिभबाट बनाइदिएको हो तर ब्रेकअप त जेनरली जसको नि हुन्छ नि तपाईँको नि हुन्छ नि हुन्छ त्यो मैले माने तर मेरो कुरा चाहिँ तपाईँहरूको त नारा नै फिमेल साइडबाट बनाइएको होइन त्यो जेन्डर वाइजली भन्दा पनि तपाईँहरूले त्यो भनिरहनु भएको छ कि मैले भन्नु जरुरी छ नि त दाइ हो त्यो जरुरी छ भने फिमेलले तपाईँबाट पाउने सन्देश के हो यसरी नै अगाडि उठिरहनु पर्यो आफ्नो इमोसन्सहरूलाई भ्यालिडेट गर्नु पर्यो र आफ्नो यो कुराहरू अलिकति सपोर्ट गर्नु पर्यो सो द्याट एभ्री पिपल विल नो द फिलिङ होइन र अनि त्यही जरुरी हो आई थिङ्क यो मुभी हेरेर चाहिँ स्पेसली मलाई हामीले यस हजुरले अघि क्वेसनकोमा पनि म रिलेट गर्छु होइन हामीले यो मुभी चाहिँ स्पेसली यङ गर्ल्सहरूलाई टार्गेट डेफिनेटली गरेको हो अर्बन सिटीको कथा हो एउटा काठमाडौँमा बस्ने केटीको कथा हो तर एउटा ब्रेकअपको स्टोरी पछि चाहिँ हामी एज वुमन हामी के गुज्रिन्छौँ र त्यो हाम्रो
लाइफमा के घटना घटिसकेपछि चाहिँ हामीले एकदमै नराम्रो डिसिजन्सहरू पनि लिन सक्छौँ होइन तर त्यति एज अ वुमन हामीले के चाहिँ गर्नपर्छ हाम्रो के कुराहरूमा प्रायोरिटाइज दिनुपर्छ के कुरामा इम्पोर्टेन्स दिनपर्छ भनेर चाहिँ यो मुभीले धेरै सिकाउँछ जस्तो लाग्छ अनि त्यही हो अब हजुरहरूले त मुभी हेरेर नै यो कुरा जज गर्नुहोस् होइन के सन्देश दियो भन्ने कुरा मुभी नै हेर्नु पर्यो हजुर सोध बहिनी उठेर सोध अग्रेसिभ डिरेक्ट एग्रेसिभ कन्टेन्ट ए हजुर होइन म के अरे आई वाज आउट ट्राभलिङ अनि त्यही भएर के अरे भनौँ न टिमसँग नै मेरो कुरा पहिला सुरुमै हाम्रो कुरा भएको थियो कि ट्रेलर लन्चको लागि चाहिँ आई विल बी देयर एनी हाउ भनेर अगाडिदेखि नै आई थिङ्क अग्रिमेन्टबाट नै त्यसरी कुरा भएको थियो हजुर के मुभीमा सोध्नु होइन जरुरी नहुनु पनि सक्छ भन्नलाई तपाईँले भन्नै पर्छ भन्ने छैन म सेयर गर्न चाहेन मैले चाहिँ ब्रेकअप सेलिब्रेट गर्दिनँ अनि आई थिङ्क रमिताको पिरतीसँग चाहिँ गर्छु होला आई थिङ्क होइन त्यही भन्न चाहेँ So in your opinion, तपाईँको like personal life में breakup भयो भने चाहिँ exploring a guy चाहिँ तपाईँको यो ओपिनियनमा चाहिँ कस्तो हुन्छ अनि अर्को सेकेन्ड क्वेसन चाहिँ किलेजीले तपाईँलाई फिल्ममा थप्पड हाल्नु भएको छ नि कति टेक लाग्यो त्यो थप्पड त्यो चाहिँ एकदम इन्ट्रेस्टिङ स्टोरी पर्सनली मैले चाहिँ एक्सपिरियन्स गरेको पनि छुइनँ मैले द्याट्स नट द वे हाउ आई डिल विथ थिङ्स आफ्टर अ ब्रेकअप रिलेटेड टु रामी इज मैले खेलेको क्यारेक्टर हुसी डेट्स मल्टिपल मेन हजुरले देख्नुहुन्छ तर हामीले आई थिङ्क मुभीमा डिपर इस्युजहरू पनि प्रेजेन्ट गर्न खोजेको छौँ किन उसले यो डिसिजन्सहरू बनाइरहेछ र ऊ किन यस्तो छ भनेर पनि हजुरले मुभी हेरेपछि बुझ्नुहुन्छ र झापडखाको सिन चाहिँ सो हाम्रो एक्चुली यो वान टेकको सिन थियो होइन अनि वान टेकको सिन चाहिँ आई थिङ्क 15 मिनट्स जति लङ टेक थियो अनि लास्टमा आएर चाहिँ मलाई झापड हान्ने थियो अनि हाम्रो म्युजियममा हामीले खिचिरहेको थियो सो क्राउड कन्ट्रोल गर्न पनि धेरै टाइम म्यानेजमेन्ट लागिरहेको थियो अनि फर्स्ट टेक भयो अनि तिमीले बिङ द डार्लिङ सी इज उहाँले चाहिँ मलाई अलिकति यस्तो मात्रै गर्नुभयो अनि मलाई त्यो एकदमै रिसाउनु पर्ने थियो अनि मैले होइन आएर इट्स ओके हानिदिनु झप्पड नै हानिदिनु भने त्यसपछि त ओ माई गड किन मैले भने जस्तो लाग्यो किन यत्रो म्युजियममा खिचिरहेको छ यत्रो क्राउड कन्ट्रोल गर्नु परिरहेको छ नि आई थिङ्क हामीले त्यो टेक त अलमोस्ट 7-8 टेक्स नै लियो र 7-8 चोटि झापड नै खाएँ बट आई वुड डु एनिथिङ फर अ रोल त्यो रियाक्सन मलाई निकाल्नु थियो एकदमै रिसाएको र निस्क्यो पनि थ्याङ्क यू फर स्ल्यापिङ मी आई थिङ्क फिल्मको अप्सन आउन त मुभी रिलिज हुनुपर्छ पहिला जस्तो लाग्छ होइन पहिला मुभी हेरेपछि आई थिङ्क त्यो एउटा फिडब्याकले चाहिँ त्यो एप्रोच आउँछ जस्तो लाग्छ अनि यस्तो हेर्ने हो भने दुवै एउटा आर्टकै सेक्सन हो होइन म्युजिक पनि मुभी पनि अनि सेङ द्याट आई थिङ्क आई प्रिफर वान टेक सर्ट्स मुभीको म्युजिकभन्दा हल्का थ्याङ्क यू थ्याङ्क यू सो मच तपाईँलाई